नमस्ते। सर्वेक्षणको बारेमा कुरा गरौँ न, होइन? हामी सबैले कहिले न कुनै सर्वेक्षण भरेकै छौँ। तर के यो प्रश्नहरूको एउटा लामो सूची मात्र हो त? होइन, यो त सही जानकारी निकाल्ने एउटा कला हो। र आज हामी यही कलाको एउटा महत्त्वपूर्ण पाटो खोल्नेछौँ। त्यो हो के सोध्ने कि किन। ल हेर्नुहोस्, हामीलाई धेरै जसो के भइरहेको छ भन्ने त थाहा हुन्छ, तर किन भइरहेको छ? हो, यही सानो तर शक्तिशाली प्रश्नले अनुसन्धानकर्ताहरूलाई एउटा दोबाटोमा ल्याइपुर्याउँछ। के उनीहरूले कुनै घटनाको फुटो मात्र खिच्ने वा त्यसको जरासम्मै पुग्ने? यही निर्णयले नै अनुसन्धानको पुरै दिशा निर्धारण गर्छ। अब यस्तै प्रश्नहरूको उत्तर खोज्नको लागि सर्वेक्षण एउटा गजबको औजार हो। तर यसको असली शक्ति त्यो सयौं प्रश्नहरूमा हुँदैन। बरु एकदमै सोच विचार गरेर बनाइएका केही प्रश्नहरूमा लुकेको हुन्छ। भन्नुको मतलब यो सबै डिजाइनको खेल हो। ल, आजको हाम्रो यात्रा कस्तो रहनेछ त? हामी पहिला सोधपुछका 2 मार्गहरू हेर्छौँ, त्यसपछि वर्णनात्मक र व्याख्यात्मक सर्वेक्षण के हो भनेर बुझ्छौँ, अनि एउटा महत्त्वपूर्ण कुरा सहसम्बन्धको भ्रमबारे चर्चा गर्छौँ, र अन्त्यमा सही प्रश्न कसरी छान्ने भनेर हेर्नेछौँ। ल सुरु गरौँ। सर्वेक्षण अनुसन्धानका मूलतः 2वटा बाटा छन्। यसलाई यसरी सोचौँ न, एउटा हो रिपोर्टरको बाटो, अर्को हो जासुसको। रिपोर्टरले के गर्छ? उसले सोध्छ के भयो र तथ्यहरूलाई जस्ताको तस्तै रिपोर्ट गर्छ। तर जासुस गहिराईमा पुग्छ। उसले सोध्छ यो किन भयो र घटना पछाडिको रहस्य खोतल्छ। अब यी 2 दृष्टिकोणहरूलाई अझै नजिकबाट हेरौँ। एकातिर छ वर्णनात्मक सर्वेक्षण, जसले के, को, कहिले, कहाँ जस्ता प्रश्नहरूको उत्तर खोजेर वर्तमान अवस्थाको एउटा फोटो खिच्छ। अनि अर्कोतिर छ व्याख्यात्मक सर्वेक्षण, जसले किन र कसरीमा केन्द्रित भएर चिजहरू बीचको सम्बन्ध र कारणहरू पत्ता लगाउँछ। सो एउटाले वर्णन गर्छ भने अर्कोले व्याख्या। ल त्यसो भए पहिले हाम्रो रिपोर्टरबाटै सुरु गरौँ, अर्थात् वर्णनात्मक सर्वेक्षण। यसको काम एकदमै सिधा छ। कुनै घटनाको स्पष्ट र तथ्यमा आधारित चित्र कोर्ने, कुनै गहिरो विश्लेषण बिना, जस्ताको तस्तै। अझ सरल भाषामा भन्नुपर्दा वर्णनात्मक सर्वेक्षणले कुनै खास समयको एउटा स्न्यापशट खिच्छ। यसले हामीलाई अहिलेको स्थिति के छ वा के भइरहेको छ भन्ने कुराको एकदमै सफा तस्बिर देखाउँछ, केही थपघट नगरी। यसका विशेषताहरू पनि एकदमै सिधा सादा छन्। मुख्य ध्यान भनेको तथ्य सङ्कलन र गणनामा हुन्छ, जस्तै को, के, कहाँ, कति जस्ता प्रश्नहरूको उत्तर खोज्ने। यसमा खासै जटिल तथ्याङ्कीय विश्लेषण हुँदैन। यसको एउटै लक्ष्य हो स्थिति के हो भनेर छर्लङ्ग पार्नु। एउटा वास्तविक उदाहरण हेर्दा यो अझै प्रष्ट हुन्छ। जस्तै सन् 1995मा अस्ट्रेलियामा आइटी आउटसोर्सिङबारे एउटा सर्वेक्षण गरियो। त्यसले के देखायो भने कम्पनीहरूले कति आउटसोर्सिङ गरिरहेका छन् र त्यसको मुख्य ट्रेन्डहरू के छन्। हेर्नुहोस् है, त्यो सर्वेक्षण किन कम्पनीहरूले आउटसोर्सिङ गरिरहेका छन् भन्ने गहिराईमा गएन, बरु के भइरहेको छ भन्ने तथ्य मात्रै देखायो। ल, रिपोर्टरको काम सकियो। अब पालो आयो हाम्रो जासुसको, अर्थात् व्याख्यात्मक सर्वेक्षणको। यसले सतहमा मात्र हेरेर चित्त बुझाउँदैन। यो त सम्बन्धहरूको जालोभित्र छिरेर किन यस्तो भयो भन्ने प्रश्नको उत्तर खोज्छ। यस सर्वेक्षणको मुख्य उद्देश्य नै कसरी र किनको पहेँली सुल्झाउनु हो। यसले के गर्छ भने विभिन्न चरहरू, मतलब विभिन्न कुराहरू बीचको अन्तरसम्बन्धलाई खोज्छ र कुनै सैद्धान्तिक परिकल्पना, भनौँ न कुनै आइडिया, साँचो हो कि होइन भनेर परीक्षण गर्छ। यी सर्वेक्षणहरू अलि गहिरा र जटिल हुन्छन्। यिनीहरू कुनै खास सिद्धान्तलाई टेस्ट गर्नकै लागि बनाइएका हुन्छन्। यसमा रिग्रेसन जस्ता एडभान्स्ड स्ट्याटिस्टिकल टेक्निकहरू प्रयोग हुन्छ, ताकि निकालिएको निष्कर्षलाई एउटा ठूलो जनसङ्ख्यामा सामान्यकरण गर्न सकियोस्। यसको पनि एउटा राम्रो उदाहरण छ। सन् 2012मा हङकङमा एउटा अध्ययन भयो। त्यसले के परीक्षण गर्यो भने उपभोक्ताहरूले मोबाइल इन्टरनेट प्रविधि किन स्वीकार गर्छन् र प्रयोग गर्छन्। यहाँ ध्यान दिनुहोस् है, कतिजनाले प्रयोग गर्छन् भन्ने प्रश्न सोधिएन, बरु किन प्रयोग गर्छन् भन्ने गहिरो प्रश्नको जवाफ खोजियो। ल, यहाँसम्म त ठिक छ, तर अब एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ। यो कुराले अनुसन्धानलाई बुझ्ने हाम्रो तरिका नै बदल्न सक्छ। त्यो हो सहसम्बन्ध र कारण, कोरिलेसन र कजेसन। यी 2 एउटै कुरा होइनन्। हो, यो कुरा सधैँ याद राख्नुपर्छ। व्याख्यात्मक सर्वेक्षणले 2वटा कुराहरू एक अर्कासँग सम्बन्धित छन् भनेर देखाउन सक्छ, तर यसले एउटा कुरा नै अर्कोको कारण हो भनेर ठोकुवा गर्न सक्दैन। यसले सम्भावना मात्र देखाउँछ, 100% प्रमाण दिन सक्दैन।
वास्तवमा कुनै कुरा अर्कोको कारण हो भनेर प्रमाणित गर्न 3वटा कडा मापदण्ड पूरा हुनुपर्छ। पहिलो, ती दुई चरहरू सँगसँगै परिवर्तन हुनुपर्छ। दोस्रो, कारण जहिले पनि प्रभावभन्दा पहिले घटेको हुनुपर्छ। र तेस्रो, जुन सबैभन्दा चुनौतीपूर्ण छ, त्यो हो अरू कुनै पनि सम्भावित व्याख्यालाई खारेज गर्नुपर्छ। सर्वेक्षणले अक्सर यो तेस्रो मापदण्ड पूरा गर्न सक्दैन। त्यसो भए अब के गर्ने त? कुरा एकदमै सरल छ। यो भनेको सही कामको लागि सही औजार छनौट गर्नु जस्तै हो। हामीले कस्तो प्रश्न सोधिरहेका छौं, त्यसैले नै कस्तो सर्वेक्षण डिजाइन गर्ने भन्ने कुरा निर्धारण गर्छ। फेरि त्यही रिपोर्टर र जासुसको उदाहरणमा फर्कौं। रिपोर्टरको प्रश्न हुन्छ, अहिलेको अवस्था के हो? तर जासुसको प्रश्न हुन्छ, यो सम्बन्ध आखिर किन र कसरी बन्यो? त्यसैले कुन सर्वेक्षण राम्रो र कुन नराम्रो भन्ने सवाल नै होइन। मुख्य कुरा त यो हो, सोधिएको प्रश्नको सबैभन्दा राम्रो जवाफ कुन सर्वेक्षणले दिन सक्छ। यदि हामीलाई अवस्थाको बारेमा जान्नु छ भने वर्णनात्मक सर्वेक्षण ठिक छ, तर यदि हामीलाई कारणको गहिराइमा पुग्नु छ भने व्याख्यात्मक सर्वेक्षण नै सही बाटो हो। त्यसो भए अब अर्को पटक कुनै अध्ययन वा सर्वेक्षणको नतिजा पढ्दा वा सुन्दा आफैलाई यो एउटा प्रश्न सोध्न नभुल्नुहोला, के यो अध्ययनले एउटा तस्बिर मात्र कोरिरहेको छ कि कुनै पहेँली सुल्झाउने कोसिस गरिरहेको छ? हो, यही एउटा प्रश्नले अनुसन्धानको सम्पूर्ण गहिराई बुझ्न मद्दत गर्नेछ।